केटा हो तिमीहरूलाई पनि यो क्यापिटलमा प्लेन क्यापिटलमा अट्याक हान्नु अप्ठ्यारो लाग्छ भने, अल्छी लाग्छ भने केटा हो यहाँ म तिमीहरूलाई सिकाउँछु यस्तो गर्ने हो। सिधै आर्मी लिएर जाने हो होइन, सबैभन्दा छिट्टो अट्याक हान्छ यहाँनिर। यसरी जाने हो होइन, अनि यहाँनिर आर्मी छोडिदिने यसरी होइन। अनि तिमीहरूलाई कहाँनिर यो हान्नु मन लाग्छ यो, जस्तै म हान्छु कहाँनिर हान्छु भन्दाखेरि यहाँनिर हानिदिन्छु। अनि त्यसपछि यहाँनिर एउटा रेज दिन्छु। अनि अब यसरी पुरै ब्याक गर्ने अनि फेरि गेममा छिर्ने। 2 मिनट 3 मिनट हेरिराख्नु पर्दैन केटा हो। यसरी गेममा छिर्ने, प्लुत्तै छिर्ने प्लुत्तै निस्किने, प्लुत्तै छिर्ने प्लुत्तै निस्किने, एकैछिनमा हुन्छ। तिमीहरूलाई मैले सबभन्दा छिट्टो अट्याक हान्ने, अल्छी लाग्दाखेरि छिट्टो अट्याक हान्ने स्ट्राटेजी भनिदिएको तिमीहरूलाई मैले। यहाँनिर टक्क आउने 4 अट्याक। अघि मैले कति पर्सेन्ट हाने, 33% कम्प्लिट। यसरी ड्याङ ड्याङ आउने, यसरी यहाँसम्म भत्काएछ हो। अब भयो त, त्यो त्यहाँ जान्छ, यो यहाँ जान्छ होइन, अनि यो यहाँ जान्छ होइन, अनि यो यहाँ जान्छ, अनि यो यहाँ हान्छु। फेरि अहिलेको जस्तै ब्याक गर्ने, यसरी फ्लुत्तै फाल्ने, फेरि गेममा छिर्ने। यसरी नै हो, इजी हो, इजी हुन्छ केटा, इजी अट्याक हो। अन्तिममा म रिजल्ट पनि देखाइदिन्छु तिमीहरूलाई। अन्तिममा रिजल्ट कस्तो आउँछ म त्यो पनि देखाइदिन्छु। अट्याक आर्मी छोड्ने, ब्याक गर्ने, फेरि गेम स्टार्ट गर्ने, फेरि गेम रिस्टार्ट गर्ने, आर्मी छोड्ने, गेम रिस्टार्ट गर्ने, आर्मी छोड्ने, रिस्टार्ट गर्ने, आर्मी छोड्ने, रिस्टार्ट गर्ने। 72% हान्यो अरे। आर्मी छोड्ने, रिस्टार्ट गर्ने, आर्मी छोड्ने, रिस्टार्ट गर्ने केटा हो। सजिलो तरिका हो, यही हो क्या। अब हेर यहाँनिर टक्कसँगले यहाँनिर ठक्क यतिवटा छोडिदिन्छु, अनि यहाँ एउटा ठक्क छोडिदिन्छु होइन, अनि यहाँ एउटा ठक्क छोडिदिन्छु, अनि यहाँ रेज दियो होइन। अब फेरि यसरी ब्याक गरौ। अब अनि भ्याल्यु हेर्ने हो। अब टक्कसँगले जाने, फेरि गेममा जाने। अब 3 अट्याकमा मेन क्यापिटल भिलेज भत्किन्छ हौ, अलमोस्ट भत्किन्छ। तिमीहरूलाई याद छ कि छैन केटा, भत्किन्छ, इजी भत्किन्छ हौ। आसानी से तोड जाएंगे हम। अब 2 अट्याक मात्रै बाँकी छ। भत्केन त, कसरी भत्केन हौ। अब मैले 2 अट्याक हान्नु पाउँछु। टाइम फेल भएछ अघि, यहाँ रहेछ सबै हानेछ, टाइम फेल भएछ केटा हो। यसरी अब ब्याक गर्ने, यता इजी भइहाल्यो। अब ब्याक गर्ने, अझै मैले 2 अट्याक हान्नु पाउँछु होला सायद त हो नि। अहिले 10,000 भइसक्यो। अब मैले यो बेसला अट्याक हान्छु है फेरि। अझै मैले 2 अट्याक हान्नु पाउँछु है। यहाँ आर्मी छोडिदिन्छु, यहाँ छोडिदिन्छु, यहाँ छोडिदिन्छु, अनि यहाँ हानिदिन्छु, अनि यहाँ एउटा रेड छोडिदिन्छु। अब ब्याक गरिदिन्छु, फेरि रिस्टार्ट गर्छु, फेरि गेममा जान्छु म। अब रिजल्ट, अब तिमीहरूलाई म रिजल्ट देखाउँछु। रिजल्ट यो पछि अर्को अट्याक यसरी नै आर्मी छोड्छु, अनि तिमीहरूलाई म रिजल्ट देखाउँछु। इजी हो क्या केटा हो। तिमीहरूलाई त्यो कोइन कमाउनु अल्छी लाग्छ भने होइन, यो किन 3 मिनट तिमीहरू त्यहाँ खेल्छौ त, खेल्नु पर्दैन क्या। 3 मिनट खेल्नै पर्दैन, 3 मिनटसम्म गएर खेलिराख्नै पर्दैन है। 43% तिमीहरूले हान्ने भनेको 43% हो, यति मात्रै हो। 1 अट्याकमा हान्ने भनेको, यहाँ पनि हान्ने भनेको यति मात्रै हो। त्यही भएर अब मैले कहाँबाट आर्मी छोडिदिनु त, यहाँबाट छोडिदिन्छु, यहाँबाट छोडिदिन्छु यो होइन, अनि यहाँबाट छोडिदिन्छु यो, अनि यहाँनिर एउटा रेज दिन्छु, अनि यहाँनिर लाइटिङ हानिदिन्छु। अब ब्याक। अब रिजल्ट तिमीहरूले 3 मिनटसम्म त्यहाँ खेलेर उयो गर्ने भनेको, हान्ने भनेको पनि त्यति नै हो। अनि उयो छिरेर फेरि ब्याक गर्नु, रिस्टार्ट गरेर आर्मी छोडेर रिस्टार्ट गर्नु, उस्तै हो क्या केटा हो। अब रिजल्ट हेर केटा हो। रिजल्ट मैले कति कोइन कमाएँ त, 16,840 टोकन मैले कमाएँ। 3 स्टार हानिराखेँ, देख्यौ केटा, इजी हो क्या।
अब टक्कसँगले 5 मिनेटमा अट्याक हानिन्छ भने त्यहाँनिर तिमीहरूले हान्दाखेरि कति मिनट लाग्थ्यो भन्दाखेरि जस्तै 10-15 मिनट त लाग्थ्यो तिमीहरूलाई त्यो हान्नुलाई। अब यहाँ मलाई टक्क लुट 1 मिलियन 10 मिलियन क्यापिटल गोल्ड ड्युरिङ राइड अट्याक्स मैले कम्प्लिट गरेँ, जेम पाएँ, 1151 भयो होइन। अब टक्कसँगले यसरी हो है हान्ने, इजी हो केटा, इजी।